म पनि जेन्जी हो। अहिले हाम्रो समाजमा धेरै विकृतिहरू भइरहेको छ र अहिले A few moments later. हाम्रो जेन्जीहरू धेरै नकारात्मक बाटोतिर गइरहेको छ र यसै क्रममा आज हाम्रो गाउँ कस्तो छ कस्तो घुमिरहेको छ त्यही हेर्दै क्रममा जाँदैछु। तपाईँहरू हेर्दै हुनुलाई है अब हामी जाँदैछौँ। केटा तिमीहरू कहाँको केटा तिमीलाई त राम्ररी भन्नुपर्ने तिमीहरू मलाई तिमीहरू झगडा किन गरेको यसरी झगडा गर्नु हुँदैन केटा हो होइन। त्यहाँ अब घर यो भाइ हो होइन, सबैजना मिलेर बस्नुपर्छ, झगडा गर्नु हुँदैन। अब यसरी झगडा गऱ्यो भने आफैलाई बेफाइदा हुन्छ होइन। फाइदा भनेको चाहिँ झगडा लडाइँ गरेर फाइदा छैन, आफैलाई घाटा हुन्छ। त्यो कारणले तिमीहरूले मिल्ने हो है, अब तिमीहरूले कमर म्याच गर्ने हो होइन। म पनि त्यही भन्दै थिएँ नि त। यसलाई मैले चिन्दिनँ को तिमीले के गरेको राम्रो भन्नुपर्छ नि त। मलाई यिनीहरूले त्यहाँ धकालेर त्यहाँ मलाई कुटेको। अब यो म गाउँको होइन, म सोध्नु पाउँदिनँ, पाउँछु नि त अरू गाउँको हो के कसो हो भनेर हेर्नु त। यहाँ मलाई हाने यहाँ टोटेर अब यहाँ हेर्नु त कुलेको पो रहेछ यो पनि कुटो अनि यो सोध्नु पाउँदिनँ। त्यसरी हाल्नु हुँदैन नि त होइन। अब त्यसरी हाल्नु हुँदैन, गर्नुपर्छ। छिमेकी गाउँ हो होइन, छिमेकी गाउँ भएर मिल्नुपर्छ। सबैजनाले कम्प्रोमाइज गर त एकअर्काको। आफ्नै दाजुभाइ छिमेकी हो त्यस्तो गर्नु हुँदैन। त्यही भाइहरू होइन साउथ मुभी एक्सन मुभी गरिसकेको छ।